मजा आउँदैछ एकखेप यता हेर न देख्न सक्नु होला यहाँको टाउको चाहिँ सो गाइस यहाँ देख्न सक्नुहुन्छ मेरो बुढीको लागि टक्कसँगले खुट्टा पनि पोलिसकेको सो हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग है आफ्टर लङ टाइम लङ भन्दा पनि एकदमै लङ है सो आज चाहिँ ब्लग गरिरहेको छु न्यू डे न्यू ब्लग है आजको ब्लग चाहिँ यस्तै छ गाइस है यो बोकेर चट्टसँगले अब चाहिँ तल बोर्ड जाँदैछ यहाँ छ भने अन्जुलीले बोक्दैछ है बहिनीले घाँस याकको घाँस यता हेर्दैन कस्तो हुँदैछ याकको घाँस बोक्दा यसरी बोकेर जानुपर्छ हो यहाँ चाहिँ आप्पा आउँदैछ फेरि ठुलो लोड लिएर लोड गाडी ए ले यहाँ चाहिँ आप्पाको लोड यसरी बोकाइ हुँदैछ खै बुढीले त अहिले घर बोक्दै थियो आएन सेकेन्ड टाइम चाहिँ सो हामी चाहिँ यस्तो छ अब सन्डे चाहिँ हाम्रो यस्तो हुन्छ सन्डे चाहिँ छुट्टी हो सन्डे छुट्टीमा चाहिँ यसो होगा गोठको काम साम सघाउनु पर्ने हुन्छ है त्यही हो गाइस के गर्नु जिन्दगीको गोरेटोमा जिन्दगी यसरी चलिरहेछ भ्यूहरू हेर्नु सक्नुहुन्छ ट्र्याक्कै लगाएर आज टक्क जाने हो टक्क घोडा चाहिँ भाइको आउने बोक्ने है मेरो बुढी त निस्केन बुढीले पनि बोक्दैछ के भयो कि फेरि बिग्रेछ फुलाउनुको ल यहाँ चाहिँ ए ल सजिलो हुन्छ ल यतापट्टि मात्रै टाइट भयो यता भयो भएको होला ल हिँड यहाँ हेर्नु न ए खै त्यो माथिबाट कस्तो हुँदैछ घाँस बोक्दा मजा आउँदैछ एकखेप यता हेर न बुढी चाहिँ यहाँ पुगिसकेको छ बोकेर म चाहिँ यहाँ छु यहाँ देख्न सक्नुहुन्छ हामीले यति पुगिसक्यो अझै छ यहाँ दुईजना चाहिँ रेस गर्दैछ यहाँ त आउँदैछ सो अब चाहिँ हामी जाने जो अब चाहिँ बेसी छैन अरे हो तीन कली भनेपछि तीनटा घाँस छ अरे हो तीन कली भनेको चाहिँ अब तीन चुप्पा यहाँ मैले जस्तै कुकुरले आएको है ओए यार यसलाई मैले पढाएर लिएर आएको उताबाट आज भाइको चाहिँ ड्युटी लगाइरहेको छ सन्डे हो ऊ पढ यो देख्दैछ नि यहाँ पर यतातिर छ भाइ चाहिँ आज यो डाँडा पाडी हो त्यता काम हुँदैछ भाइको हो सो अब चाहिँ हामी सक्नु आँट्यो त्यहाँबाट गोठ जाने हो तल्लो गोठ पनि देखाएको छैन होइन भ्लगमा तपाईँहरूलाई सो अब चाहिँ तल्लो गोठ देखाउँछु नि त है हेर्दै जानु होला आजको ब्लग के कसो हुन्छ हो राम्रो भयो भने हाल्छु नभए हाल्दैन मलाई फेरि त्यस्तो खाले छ नि फेरि ब्लगहरू होइन काम चाहिँ डह्रो गरे हुँदैछ फुलामा
ओए यहाँ छ यहाँ छ यहाँ छ यहाँ छ के हो यसलाई नदिनु भने हात दे अलिक उता हात दे अर्को अर्को काम त कडा कडा हुँदैछ त यहाँबाट साह्रो के हो यो देख्न सक्नु होला याकको टाउको चाहिँ यहाँ चाहिँ कल्ली चाहिँ यसरी मिलाउँछ टक्कैसँग यहाँ हो यो चाहिँ याकले खाने घाँस हो अब तल्लोको जान्छ हामी चाहिँ काम सक्छ हात्ती लेक यहाँ देख्न सक्नुहुन्छ कस्तो दामी फुल है च्याट्टा लगाएर सो हामी चाहिँ अब तल्लो गोठ जानु अरे है भारी बोकेर एक भारी बोकेर जाने गोठ चाहिँ तल हो यहाँ चाहिँ बहिनी ससुरामा अगाडि हिँड्दैछ यता चाहिँ आफ्नो आउँदैछ ससुरा बोक्नु सम्म चाहिँ बारी बोकेर यहाँ देख्न सक्नुहुन्छ दामी छ है यहाँ चाहिँ दुईवटा गोठ हुन्छ के याकहरूको एउटा हिउँदे एउटा बर्खे हो यो तलको चाहिँ बर्खे गोठ हो यहाँ हामी पुग्नु भन्छ यहाँ तल हो त्यो गोठ हो त्यो चाहिँ बर्खे गोठ हो ए हिउँदे गोठ हो माथिको चाहिँ बर्खे अब एक दुई दिनमा चाहिँ बुद्ध पूर्णिमाको टाइमतिर चाहिँ सर्छ माथिल्लो गोठमा हो त्यहाँदेखि चाहिँ माथिल्लो गोठमै जस्तो सब हुन्छ याकहरू राम्रो रहेछ तल हो सो अब चाहिँ हामी हिँडेको आप त यहाँ सर्टकट पो लाग्दैछ त उपर हो सो अब चाहिँ हामी हिँडेको देख्न सक्नुहुन्छ सिप्प यसले चाहिँ धुप ल्याउँछ धुप बाटो चाहिँ यस्तो छ हो देख्न सक्नु होला यस्तो छ भ्यू नजारा चेक गरौँ गाइस यहाँ तलको यो पानी चाहिँ भुटान पुग्छ भुटान यो तलको पानी चाहिँ सो गाइस अब चाहिँ हामी तल यहाँ अञ्जली देख्न सक्नुहुन्छ हेर्दैछ सो अब चाहिँ हामी तल गोठ पुगेर भेटौँ है त्यहाँ पुगेर खानासाना खान्छ कता के हो पानी सानी है लुगासुगा धुन्छ अहिले चाहिँ भेटौँ है सो अब गोठ चाहिँ यहाँ तल हो यहाँ देख्न सक्नुहुन्छ है यहाँ टक्कै हो बुढीहरू चाहिँ जाँदैछ हो बहिनीहरू लिँदो रहेछ त्यही हो जिन्दगीको गोठमा है यस्तो यस्तो जिन्दगी अनि तपाईँहरूलाई गुड न्युज छिटै सुन्नु पाउँछ तपाईँहरूले है हल्का मैले रिल्सतिर चाहिँ हिँड्दा हालिदिइरहेको थिएँ सो गुड न्युज चाहिँ एक दुई दिनमा भ्लगै बनाएर हाल्छु होला हो त्यो तपाईँहरूले देख्न सक्नुहुन्छ गुड न्युज चाहिँ अब छिटै भन्दा पनि यो वर्षमा चाहिँ गुड न्युज सुन्नु पाउँछ तपाईँहरूले अलिकति यति भन्दा त हिँड्ने पनि थाहा पाइसक्यो होला हो त्यही हो गाइस अब चाहिँ हामी आइपुगिसक्यो यहाँको गोठ यहाँ देख्न सक्नुहुन्छ कस्तो दामी छ है रुखहरू ठुट्टाहरू काटेर रुखको ठुट्टै ठुट्टा परसम्म नै छ त्यही हो अहिले एकछिनमा भेटौँ है यहाँ देख्न सक्नुहुन्छ याक यो चाहिँ चाङहरूको मेरो बुढीहरूको याकको चाहिँ कानमा यस्तो झुम्को छ जिस्का दिएको त झन्नै हाल्ने नन्नो यसकै बच्चा होइन ट्विन्स नन्दोबा ए नन्दोबा मलाई हो यो देखेर डर लाग्यो अनि उयो फ्रेन्च कट वाला यो फ्रेन्च कट अरे कस्तो राम्रो देख्यो कालो ब्ल्याक सो अब हुन्छ हामी गोठ आइपुगेको अवस्था यहाँ माथिबाट आएको त्यही हो अब चाहिँ खानासाना खाना बनाएको नि उयो रुखको त्यो उयो छ नि त्यहाँनिर र
हो र के भयो What explode? Ini sama Musa. Randu ba? यहाँ देख्न सक्नुहुन्छ भर्खर बिहाको जस्तै 2-3 दिन कति हुँदैछ कति दिन भयो apa यो बिहाको 6 दिन 6 दिन हुँदैछ यो ल भागो पहिला पनि निदारमा ल यहाँ फेरि कस्तो राम्रो छ पुच्छर पनि सेतो सेतो पुच्छर यहाँ फेरि यो प्योर कालो सक्नुहुन्छ खोलिनु खोजेको यो चाहिँ मजाको रहेछ दामी लाग्यो यहाँ तल छु अहिलेको मैले दामी भएको छ भने नि त्यसले चाहिँ म गएर दुध खाँदैछ अब यो त छुच्ची छ हौ बाछा क्या कुद्यो यो ठेट यसको बाछालाई जिस्काउनु हुँदैन यो डेन्जर रहेछ झनै गनायो यसले हान्नु पाउँदो रहेछ यसले यसले त हान्नु पाउँदो रहेछ गाइस देख्यो होला झन्नै माडे है चौडीले हल्का जिस्किदिएको झन्नै खत्तम गर्छ ओ के गर्यो दुईटा मुसा थियो त अघि चाचा यहाँ कुद्दै थियो दुईटा मुसा मेरो बुढी चाहिँ यहाँ छ हो डक्क छ के गरेको यो चाहिँ के गरेको यता हेर न आँखा पोलेर अहिलेसम्म चौडीले झन्डा हान्यो मलाई क्या भागिदिएको म चौरी डल्ला आइपुग्यो अब भने चाहिँ चौडी एकदमै सब आइसक्यो देख्न सक्नुहुन्छ पानी खान आएको होला अञ्जली अर्को थाप्दैन फ्यानहरू मेरो फ्यान फलोवरहरू चाहिँ यतिको छ देख्न सक्नु होला झन्डै एउटा फ्यान फलोवरले त उडायो फ्यान फलोवर यो चाहिँ अलिकति रिस रहेछ यसलाई मसँग रिस रहेछ बाछाहरू थुन्दियो यहाँ देख्न सक्नुहुन्छ गोठ चाहिँ यस्तो हुन्छ चडक्कसँगले हो यहाँ चाहिँ बुढीको लागि टक्क अब सुप निकाल्ने खुट्टा हो यो चाहिँ पोल्छ यहाँ चाहिँ बेसी आउँदैछ यहाँ बुढी चाहिँ टक्कै हो
दहले बेसी दयाएर समोसा चिया खाँदैछ अहिले दामीसँगले आगो बोल्दैछौँ गोठ चाहिँ यस्तो हुन्छ गाइस गोठको मजा अर्कै हो के हो गाइस गोठ मजा अर्को अब एकछिनमा भेटौँ है सो गाइस यहाँ देख्न सक्नुहुन्छ मेरो बुढीको लागि टक्कसँगले खुट्टामा पोलिसकेको यहाँ देख्न सक्नुहुन्छ मेरो बुढीले चाहिँ सुप खान्छ यसको मजाले हो हामीले चाहिँ यहाँ पोलेको है खुट्टामा रेडी दामी प्रकारले एकदम दामी भयो है टक्क फर्स्ट टाइम गरेको मैले चाहिँ यस्तो कामहरू हो यो खुट्टाहरू पोलेर यस्तो गर्ने चाहिँ जान्दैन थियो अब जस्तो भए पनि गरेँ होइन गाइस त्यही हो अब चाहिँ हिँड्नुपर्ने हुन्छ पुरा पाएपछि अब अहिले जाउँ है अहिले एकछिनमा भेटौँ मजाले खान्छ अब यो त ठुलो भयो होला ल ल ल यो त ठुलो भएछ नि अब कतिको चुच्चो बनाउनुपर्छ ल अच्छै ल उन्नाइस अब चाहिँ कबुल सबल धोएर पनि टक्क हिउँ छिटाउँदैछ झ्याप्पैसँगले हिउँ छिटाउँदैछ यसले चाहिँ मलाई हेरिसकेको छैन यसले के गरेको नि खेदा गर्छ यसले चाहिँ मलाई के साह्रो रिस गरेको है के साह्रो रिस गरेको मलाई चाहिँ सो त्यही हो गाइस अब भने चाहिँ चडक्क लगेर अब जानुपर्ने हुन्छ हिउँ पनि छिटाउँदैछौँ सो अब चाहिँ हामी जानुपर्ने हुन्छ हो जानुपर्ने हुन्छ अन्त यस्तो छ गाइस म चाहिँ जे लुगा लगायो होइन ब्ल्याक ब्लग पनि गरिदिइहाल्छु मलाई मतलब छैन क्या दुनियाँले के भन्छ बालै फराउन होइन हिउँ पर्दैछ अहिले देखिनु सक्नुहुन्छ गम्बुट लगाएर हिँडिरहेको छु है हो ज्याकेटहरू लाउनुपर्छ जाडोमा होइन कत्ला सत्लादेखि ज्याकेट त्यसलाई इग्नोर गर्नु होला क्या म त्यस्तो त्यो राम्रो लुगा लगाएर गोठतिर आउने त्यस्तो खाले होइन क्या जे छ त्यो हो ब्ल्याङ्क लगाएर हिँड्ने हो एट होइन अब बुढीले भन्छ नि चारक चिटिकबाट हिँड्नु भनेर होइन एट म किन चारक चिटिकबाट हिँड्नु जस्तो छ त्यस्तो छैन होइन गाइस होइन जसरी पनि लुगा त लगाएर आएको छ देख्नु सक्नुहुन्छ हिँड्नु पर्दछ छिटाहरू हो सो अब चाहिँ हामी फर्किनु पर्ने अवस्था हुन्छ यति भन्दै आजको ब्लग चाहिँ म यहाँ इन गर्न चाहन्छु है अलिक चस्मा दामी छ होला यो चस्मा त दामी छ है फेरि गाइस यो चाहिँ मैले कतिमा किनेको थाहा छ तपाईँलाई 1 लाखमा किनेको चस्मा नि 1 लाखमा 1 लाखमा त चस्मा त पर्छ त्यही भन्दै है आजको ब्लग चाहिँ यहाँ इन गर्न चाहन्छु त्यति भन्दै है गाइस सो स्टे ट्युन नेक्स्ट ब्लगमा भेटौँ होला छिटै आउँछ है नेक्स्ट ब्लग पनि सो त्यति भन्दै अर्को ब्लगमा भेटौँ है बाई बाई टेक केयर